सो यशायाको किताब 58 अध्यायमा प्रभुले हामीलाई कसरी चाहिँ साँचो उपवास बस्नु भनेकन सिकाउनु भएको छ। ट्रु फास्टिङ कसरी बस्नु भनेकन हामीलाई सिकाउनु भएको छ। अब यो विषयमा हामीले थुप्रोपल्ट परमेश्वरको वचनबाट सिकेका छौँ, तर आज फेरि एकपल्ट यसलाई यो परमप्रभुको चाडको समयमा तपाईँहरूसँग सेयर गर्न चाहन्छु। साँचो फास्टिङ चाहिँ हामी कसरी बस्छौँ भन्ने कुरालाई, अनि हामी यो बस्दै गर्दा आज प्रार्थना गर्दाखेरि हामी यो कुरालाई सिक्ने पनि छौँ, अनि हामी व्यवहारिकतामा हामी यो वचनको व्यवहारिकताभित्र हामी पस्ने पनि छौँ है। त्यसरी लेखेको छ 58 देखि पढ्न पर्यो। अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाउनु, अत्याचारमा परेकाहरूलाई मुक्त गराउनु र हरेक जुवा भाँचिदिनु मैले चुनेको यही किसिमको उपवास छैन। आफ्नो भोजन भोकासित बाँडचुँड गर्नु र घर नभएका गरिबहरूलाई शरण दिनु, नाङ्गोलाई देखेर लुगा लगाइदिनु र आफ्नो जात भाइहरूबाट नलुक्नु होइन र तब तिमीहरूको ज्योति बिहान झै फुटेर निस्कनेछन् र तिमीहरू चाँडै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूको अघि अघि जानेछन् र परमप्रभुको महिमा चाहिँ पछिल्लोतिरको रक्षक हुनेछ। तब तिमीहरूले पुकारा गर्नेछौ र परमप्रभुले जवाब दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ र उहाँले भन्नुहुनेछ म यही छु। सो एउटा ट्रु फास्टिङको नक्सालाई यहाँ परमेश्वरको वचनमा हामीलाई सिकाएको छ। अनि यो चाहिँ एउटा राज्यको जनआदेश पनि हो। प्रभु यीशु ख्रीष्टले लुका किताब 4 अध्यायको 18 पदमा परमप्रभुको आत्मा ममाथि छ भन्ने बित्तिकै प्रभुले यही स्टेटमेन्ट दिनुभएको थियो है। त्यो बन्धनको जुवा फुकाल्ने, अन्धाको आँखा खोलिदिने, गरिबलाई सुसमाचार सुनाउने, परमेश्वरसँग अमलेख गराउने, अत्याचारमा परेकाहरूलाई, झ्यालखानमा परेकाहरूलाई छुटाउने कुराहरू प्रभुले सिकाउनु भएको छ। सो त्यही स्टेटमेन्ट यशायाले त दिएको होइन, अफकोर्स हरेक धर्मशास्त्र चाहिँ पवित्र आत्माद्वारा प्रेरित भएर मानिसले लेखेको हो। सो फास्टिङ चाहिँ कहिले पनि हेर्नु, सेवकाई कहिले पनि आफूमा केन्द्रित भएको हुँदैन। ट्रु साँच्चीकै कुराहरू चाहिँ कहिले पनि आफैमा केन्द्रित भएको हुँदैन। एउटा साँच्चीकै सेवकाईको चिन्ह, साँच्चीकै हामीले गर्दै गरेको कार्यको साइन चाहिँ के हो भने चाहिँ कहिले पनि हामी आफैमा फोकस हुँदैन, तर त्यसको फोकस चाहिँ परमेश्वरको राज्यमा हुन्छ, परमेश्वरको राज्यमा त्यो आधारित हुन्छ। र साँचो उपवासको एउटा नक्सालाई हामी त्यहाँ देख्छौँ। तर यहाँ भएको लास्ट पोइन्टलाई म तपाईँसँग सेयर गर्न चाहन्छु। यहाँ के भन्दैछ भने चाहिँ आफ्नो जात भाइसँग नलुक्नु होइन र है, आफ्नो जात भाइसँग नलुक्नु। सो मेरो जातिप्रति के जिम्मा छ? जब म स्वार्थी हुन्छु तब चाहिँ म मेरो जातिप्रतिको जिम्मालाई पूरा गर्न चाहदिनँ, किनभने मेरो आफ्नै स्वार्थ छ, मेरो आफ्नै कुराहरू छ। अनि बाइबलले के भन्छ भने जहाँ पनि मान्छेको निजी स्वार्थ हुन्छ त्यहाँ चाहिँ हर किसिमको भाड भैलो हुन्छ अनि विरोध हुन्छ। याकुबको किताब 3 अध्यायको 16 पदले हामीलाई भनेका कुरालाई पनि पढ्दै जाउँ। सो एक दुईवटा पोइन्ट्सहरू म तपाईँको अगाडि ल्याउन चाहन्छु, अनि म तपाईँलाई बाइबलमा भएको इक्जाम्पल्सहरू सँगसँगै देखाउन चाहन्छु। याकुबको किताब 3 अध्यायको 16 पदमा यसो भनेर लेखेको छ, त्यसरी लेखेको छ, इनफ्याक्ट 13 देखि नै पढ्नु पर्यो। तिमीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्नो कामहरू देखाओस्। तर यदि तिमीहरूको हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छ भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त संसारिक, अनात्मिक र शैतानिक हो। किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाड भैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। हेर्नुहोस् है, परमेश्वरको वचनले हामीलाई के भन्दैछ भने यदि हामी बुद्धिमान छौँ भने चाहिँ हामीले आफ्नो असल जीवनद्वारा बुद्धिको नमुनाद्वारा नम्रतामा
उसले आफ्नो कामहरू देखाउँछ। तर यदि हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छ भने चाहिँ त्यसमा चाहिँ तिमी अभिमान पनि नगर, झुट पनि नबोल। यो बुद्धि चाहिँ स्वर्गबाट आउने होइन, तर यो चाहिँ संसारिक, अनात्मिक र शैतानिक हो। किनकि जहाँ स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ चाहिँ भाड भैलो हुन्छ, त्यहाँ चाहिँ हर किसिमको इभल प्र्याक्टिसेस भनेको छ इङ्ग्लिसमा चाहिँ। सो इभल प्र्याक्टिसेस एउटा मान्छेले म आफैले नै इभल प्र्याक्टिसेस गर्दैछु भने चाहिँ म शैतानको विरोध गर्न सक्दिनँ। अब परमेश्वरको वचनले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ तिमी परमेश्वरको अधीनमा बस, त्यहाँदेखि चाहिँ शैतानको विरोध गर भनेको छ। थुप्रोपल्ट हामी परमेश्वरको अधीनमा बस्दैनौँ, अनि परमेश्वरको अधीनमा नबसेको चिन्ह चाहिँ के हो भन्दाखेरि चाहिँ म इभल प्र्याक्टिसेसलाई ल्याइरहेको हुन्छु, मैले गलत अभ्यासलाई मेरो जीवनमा ल्याइरहेको हुन्छु। जस्तो कि झुटलाई बोल्छु, भाड भैलोलाई ल्याउँछु, स्वार्थीपूर्ण अभिलाषालाई म प्रोपागेट गर्छु या प्रमोट गर्छु। त्यो चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ मेरो हृदयभित्र भएको स्वार्थपूर्ण अभिलाषा छ। सो मेरोमा अभिलाषै छैन भने त मलाई कसैसँग केही थ्रेट नै छैन, मलाई कसैसँग कुनै फियर नै छैन। मेरो एउटै एनिमी छ, हाम्रो एउटा कमन एनिमी छ, अनि त्यो कमन एनिमीको नाम चाहिँ शैतान हो। शैतान हो। तर के हुन्छ भने शैतानसँग नलडेर चाहिँ शैतानको कुराहरूलाई लिएर म चाहिँ फेरि म मेरै पक्षको व्यक्तिहरूसँग लड्छु। त्यो चाहिँ कति बेला लड्दो रहेछ भन्दाखेरि चाहिँ जब मेरोमा स्वार्थपूर्ण अभिलाषा आउँछ। सो मेरोमा स्वार्थपूर्ण अभिलाषा छैन भने त मेरो लडाइँ त्योसँग छँदै छैन। जस्तो कि यहुन्नालाई एक दिन यहुन्नाको चेलाहरूले आएर भन्यो, तपाईँले अस्ति जसलाई चाहिँ परमेश्वरको थुमा भनेर भन्नुभएको थियो नि, है सबैजना मान्छेहरू त उसकोमा बप्तिस्मा लिनु जान्दैछ, उसकोमा ब्याप्टिजम लिनु जान्दैछ। सो यहुन्नाले मिठो एन्सर दिएको छ। उसले के भन्यो, माथिबाट दिएको छैन भने कसैले पनि पाउन सक्दैन, माथिबाट दिएको छैन भने कसैले पनि पाउन सक्दैन है। सो त्यसले गर्दाखेरि म त दुल्हा होइन, म त दुल्हाको मित्र मात्रै हो। दुल्हाको आवाज सुनेर त म खुसी हुन्छु। उसले बुझेको थियो त्यो कुरालाई, उसको लाइफमा केही पनि स्वार्थपूर्ण अभिलाषा थिएन। म सिकाउन सक्छु स्वार्थपूर्ण अभिलाषा नराख भनिकन, तर येट आई क्यान ह्याभ द्याट। तर त्यो भएको प्रमाण चाहिँ के हो भने म मेरो भाइप्रति जिम्मेदार हुँदिनँ, मेरो एक्सन प्रति। हेर्नुहोस् है, म जिम्मेदार छु भने चाहिँ म मेरो हरेक एक्सनलाई होसियारीसँगले लिन्छु, मेरो हरेक कार्यलाई म होसियारीसँग लिन्छु। किनभने म एउटा जिम्मेदारी, म दायित्व बोक्ने व्यक्ति हो। नबजाऊ, म दायित्व बोक्ने व्यक्ति हो। अनि त्यो दायित्व बोक्ने व्यक्ति भएको कारणले गर्दाखेरि म के गर्छु भन्दाखेरि चाहिँ म त्यो दायित्वलाई पुरा गर्छु, अनि म त्यसलाई अनदेखा गर्दिनँ। मेरो भाइप्रति जुन चाहिँ जिम्मा छ है, मेरो घरानाप्रति जुन चाहिँ जिम्मा छ, म त्यसलाई पुरा गर्छु। अब मेरो एनिमी चाहिँ को हो भन्दाखेरि चाहिँ मेरो एनिमी चाहिँ अर्को मान्छे होइन। सो म अर्को मान्छेलाई नाम दिने या उसलाई पहिचान दिने या त्यो कुरामा म मेरो टाइम नै वेस्ट गर्दिनँ। किनभने मेरो टाइम पनि मेरो होइन। दाउदले के भनेको छ, माई टाइम्स आर इन यर ह्यान्ड्स, मेरो समय चाहिँ तपाईँको हातमा छ भनेको छ। सो मैले आज जुन चाहिँ समय खर्च गर्दैछु त्यो मेरो खर्च गरेको होइन, प्रभुले मलाई दिनुभएको समयलाई मैले के गर्दैछु, प्रयोगमा ल्याउँदैछु। किन? इफिसीको किताब 3 अध्यायले के भन्छ, समयको के गर, सदुपयोग गर। इफिसी 3 को कतिमा छ, 15 होइन, 15-16 के भनेको छ, 5 को 16 भनेको छ, मेकिङ द बेस्ट युज अफ टाइम। सो समयलाई चाहिँ मैले के गर्नु छ, तिन होइन रहेछ, इफिसी 5 को 16 तिमीले समयको के गर, सदुपयोग गर। सो समयको सदुपयोग गर्नेपट्टि म जान्छु। तर समयलाई म्यानिपुलेट गर्नु थाले भने चाहिँ त्यो चाहिँ के कुराको प्रमाण हो भन्दाखेरि चाहिँ मेरो हृदयभित्र कटु ईर्ष्या छ। सो कटु ईर्ष्या छ भने चाहिँ मलाई कसैको बारेमा एउटा स्टेटमेन्ट दिनु, मूर्ख स्टेटमेन्ट दिनु या वेग स्टेटमेन्ट दिनु या अन्दाजको स्टेटमेन्ट दिनु मलाई केही जस्तो पनि लाग्दैन। किन? म अन्दाजमा स्टेटमेन्ट दिन्छु। आई डोन्ट अन्डरस्ट्यान्ड द इन्टेन्सिटी। मैले नि त्यो कुराको गहन ग्राभिटीलाई बुझ्दिनँ।
आज मैले कसैसँग कुरा गर्दै थिएँ, बुझ्नुपर्छ हामीले जहिले पनि काम गर्दै गर्दाखेरि चाहिँ एउटा कामको ग्राभिटी चाहिँ के हो भनेकन, किनभने प्रभुले हामीलाई ठुलो काम गर्नु दिनुभएको। अहिले हामीलाई प्रभुले काम हामी गर्दैछौँ, यो होल नाइट प्रेयर यो सानोतिनो काम होइन, किनभने यो चाहिँ एउटा वारफेयर लडन त हो नि त। है लडन त छेडेपछि चाहिँ शत्रुले पनि त्यसले पनि त्यसको हात हतियार चलाउँछ हाम्रो विरुद्धमा, अनि हामीले पनि त्यसको विरुद्धमा चलाउँछौँ। र जसले चाहिँ स्ट्राटेजिकली लडाइँ गर्छ उसले चाहिँ के गर्छ, त्यो लडाइँलाई जितिहाल्छ। तर हामी चाहिँ एक दुईपल्ट हेर्काएर त्यतिकै बस्यो भने चाहिँ के हुन्छ, हामीले लडाइँ जित्न सक्दैनौँ। हामी लडाइँ जित्न सक्दैनौँ, तर के हुन्छ, एक दिन त्यो शत्रुले पेल्छ है। त्यो शत्रुले एक दिन ल्याउँदै समेट्दै हराउँदै ल्याउँछ। आज नि किन यो सत्यतालाई प्रचार गर्दाखेरि हेर्नुहोस् थुप्रो विरोध पायो हामीले। मैले कसैसँग ग्रजेस भएर भनेको होइन, यो कसैसँग विरोध, तर कसैको विरोध पनि गरेको होइन, तर मैले एक्सपिरियन्स ट्रुथलाई सेयर गरेको। अहिले पनि हामीले यो प्रार्थना गर्दाखेरि हामीले थुप्रो विरोध पायो सुरुमा है। यस्तो होल नाइट प्रेयर रातभरि गर्ने प्रार्थना के हो, तर आज नि चर्चेसहरू खाली हुँदैछ। पिपल आर नट इन्ट्रेस्टेड टु गो टु चर्च। आज पनि मलाई एकजना है छोरीको भाइको दिदीले भन्दै थियो है, उसको भाइ इन्ट्रेस्टेड छैन। अनि मैले भन्दै थिएँ लड त लड, फाइट द गुड फाइट। यो स्पिरिचुअल वारफेयरको भ्याल्यु के छ, यो आज होल नाइट प्रेयरको भ्याल्यु के छ भने तपाईँ एभ्री टाइम नि यो लडन त लड्दै गर्नु हुँदाखेरि नि त्यो हार्ट्सहरूलाई चेन्ज गर्दै गरेको हुन्छ है। त्यो चाहिँ कुनै मान्छेलाई कसैको के भन्नु, कुनै मान्छेको प्रसिद्धपनलाई चुनौती दिने काम होइन नि। त्यो त उसको प्रसिद्धपन त उसको खिलौना होला, त्योसँग त हामीलाई केही मतलब नै छैन। कतिपल्ट मान्छे चाहिँ कहाँ थ्रेटन हुँदो रहेछ भन्दाखेरि चाहिँ यो वचन प्रचार गरे भने चाहिँ अब मान्छेले उसलाई पत्याउनु छोड्छ। त्यो त उसको टोय होला, त्योसँग केही मतलब छैन। तर मेरो जिम्मा चाहिँ मेरो भाइप्रति छ नि त। एउटा मान्छे जसको विश्वास सेलाएर जान्दैछ है, त्यो सेलाएर जानेको पछाडि चाहिँ के छ एउटा भन्नुहोस् त लु। त्यो विश्वास सेलाएर जानेको पछाडि के छ एउटा, हजुर एन्टिटी छ नि, स्पिरिट छ नि त त्यसको पछाडि। सो मैले लडन त लड्दै गर्दाखेरि त म त कुनै मान्छेसँग लडेको होइन नि, कुनै संस्थासँग या कुनै मिनिस्ट्रीसँग या कसैको अर्गनाइजेसनसँग या कसैको डक्ट्रिनसँग लडेको होइन। तर त्यो एन्टिटीले त त्यही मण्डलीमा भएको मान्छेलाई पनि सताइरहेको छ नि त, सताइरहेको छ। उसको विचारलाई सताइरहेको छ। बेविचारले सताएको छैन आज चर्चलाई, हजुर सताएको छ नि त, सताइरहेको छ त। अन्त सबै चर्चको कमन प्रब्लम हो त। अन्त ऋणले सताएको छैन, हजुर सताइरहेको छ त। ऋणले, एडिक्सनले सताएको छैन, सताउँदैछ त। अन्त हामीले के कुरालाई एड्रेस गर्दैछौँ है, फलानुको मिनिस्ट्री नाश भइहालोस् ढलोस् भन्ने खालको प्रार्थना हो हाम्रो, होइन नि। प्रार्थना गर्दै गर्दाखेरि त हो त्यो स्पिरिटसँग पो फाइट खेल्दैछौ, त्योसँग गर्दैछौ। तर कतिपल्ट चाहिँ कस्तो मेन्टालिटी राख्दो रहेछ मान्छेले भन्दाखेरि, मान्छेले होइन है, शैतानले मान्छेमा चाहिँ कस्तो हालिदिन्छ भन्दाखेरि चाहिँ मान्छेले चाहिँ नि डाहा र स्वार्थपूर्ण अभिलाषा। अब डाहा चाहिँ किन आयो भन्दाखेरि चाहिँ है, अब सबैजना होल नाइट प्रेयरमै जानुपर्ने के भयो। अब सबैजना त्यही मिटिङमा, अब काम हुँदैछ, आगो लागिरहेको छ, अर्को घरमा गएर पानी हाल्यो भने चाहिँ सबैजना किन सघाउनु गएको त भन्नु भएन नि त। त्यो जल्नुदेखि बचाउनु पर्यो, त्यो चाहिँ ग्रेटर इस्यु हो नि त। तर यहाँ चाहिँ के हुँदैछ, घर जलोस् कि नजलोस् मेरो खेताला चाहिँ नजाओस् भन्ने खालके हामी एटिट्युड राखिरहेको छ। हामी त राज्यको खेतालाहरू हो नि त। सो म कुनै एउटा संस्थाले मलाई किनेको होइन नि, कुनै एउटा अर्गनाइजेसनले किनेको होइन नि, तर देयर इज अ रेस्पोन्सिबिलिटी। अब यो जिम्मालाई बुझ्यो भने चाहिँ के हुन्छ भने हामी बिगर हार्टको हुन्छ, ठुलो हृदयको हुन्छौँ। कतिजना के हुन्छ, ओ म प्रार्थना गर्न सक्दिनँ, मेरोमा प्रार्थना गर्ने क्षमतै छैन, कलिङ नै छैन, म त सक्दिनँ रातभरि बसेर प्रार्थना। तर वर्ल्ड कप त सक्छ त अन्त हेर्नु, रातभरि बसेर सक्छ त, हेरिरहेको छ वर्ल्ड कप, बक्सिङ हो भने हेरिरहेको छ है। कुनै के उसको मनपर्ने कुरा सबैभन्दा राति प्रिमियर सो अनि हेर्छ त। अन्त त्यसलाई त केही कुराले पनि रोकेन त। त्यो चाहिँ नि उसले नसक्ने कुरामाथि थिएन, उसको जिम्मा प्रतिको थियो।
जिम्माप्रतिको। जुन दिन नि एउटा स्त्री आमा हुन्छ नि है, जस्तै राति उठ्नु सक्ने पनि उठेर आफ्नो नानीलाई दुध खुवाउँछ, किनभने उसकोमा दायित्व आयो, ऊ आमा भयो, उसको आइडेन्टिटी चेन्ज भयो, उसको पहिचान बदल्यो। सो फिस्टमा हामी छौँ नि, आफ्नो जात भाइबाट नलुक्नु भनेको चाहिँ है, त्यो चाहिँ हाम्रो फ्री विल अफरिङ हो। यो चाहिँ होइन चाहिँ यो स्पिरिचुअली फ्री विल अफरिङलाई बुझाउँदैछु। फ्री विल अफरिङ चाहिँ हामीले राजी खुसीसँग ओके म पनि आजदेखि चाहिँ उठ्छु। कतिजनालाई चाहिँ के हुन्छ, उसलाई कुर्सी नै चाहिहाल्छ या प्लेटफर्म नै चाहिहाल्छ या च्यानल नै चाहिहाल्छ, त्यो पायो भने चाहिँ म गर्छु। अब सबैजनालाई होइन, कतिजनालाई, म जस्तो व्यक्तिहरूलाई त्यहाँदेखि मात्रै म गर्छु भन्ने एटिट्युडमा मान्छे उठ्छ। तर हामी बसेर पनि गर्न सक्ने। बाइबलमा नि हामी यस्तो यस्तो योद्धाहरू देख्छौँ जसले चाहिँ नि किचनमै बसेर पनि शत्रुलाई मारिदियो। इजरायलको आर्क एनिमीलाई नि किचनमै बसेर पनि मारिदियो। आमेन। जब वीर योद्धाहरूले काम गर्नु छोड्छ नि, त्यति बेला चाहिँ परमेश्वरले त्यो अनर चाहिँ कसलाई दिनुहुन्छ, गर्नु चाहने किचनमै मसला पिस्दै गर्ने मान्छेलाई पनि फेरि दिनुहुन्छ। परमेश्वरलाई खेतालाको कमी छैन। आमेन। खेतालाको कमी छैन परमेश्वरलाई। तर यदि म गर्छु भने चाहिँ त्यो चाहिँ मेरो जिम्मा हो, त्यो चाहिँ मेरो भाग हो, त्यो चाहिँ मेरो दायित्व हो। सो तर अब हामी किन गर्नु सक्दैनौँ भन्दाखेरि चाहिँ जहाँ चाहिँ स्वार्थीपूर्ण अभिलाषा छ है, मेरो त नाम नै आएन, मेरो त पहिचान नै आएन, मलाई त हेर्नै हेरेन है, मलाई त गर्नै गरेन है। मैले हिजो म आउँदै थिएँ यात्रामा, सम्झिँदै थिएँ, एउटा पोस्टर लगाइरहेको रहेछ, ठुलो होर्डिङ लगाइरहेको छ। म यसो होर्डिङहरू हेर्दै आउँछु, किनभने बर्निङ बुस्टर नानीहरूलाई थुप्रो कुरा सिकाउनु पर्ने हुन्छ। म पुरा हेर्छु त्यस्तो होर्डिङहरू, कहाँ कहाँ के लेखेको छ, भित्ताहरूमा के लेखेको छ, पढ्दै हिँड्छु। रेलवे स्टेसनको, एयरपोर्टको है, बाटोमा, ट्याक्सीभित्र, ट्याक्सीको सिटमा, ड्राइभरको छेउमा के लेखेको छ सबै पढ्दै हिँड्छु। त्यो साह्रै के भन्नु, त्यो उक्तिहरू काम लाग्छ नि त है। परमेश्वरको वचनमा लेखेको छ नि, त्यो उक्तिहरू चाहिँ बलियो गरी ठोके काँटीहरू जस्तै हो भनेको छ नि त। अन्त एउटा एडभर्टिजमेन्ट रहेछ, एउटा एडभर्टिजमेन्टमा चाहिँ सिमेन्टको हो कि रडको हो, इन्डियाको 3टा क्याप्टेन बसेको रहेछ है। कपिल देव बसेको रहेछ, त्यहाँदेखि के धोनी भन्छ, महेन्द्र सिंह धोनी बसेको रहेछ। अर्को त चिनिनँ मैले, त्यो क्याप्टेन हो कि त्यो सिमेन्टको मालिकको थाहा भएन। तर त्यो यसो नक्सा हेरे क्या है। अब त्यो पोस्टरमा चाहिँ किन ह्यान्डसम मान्छेहरू राखेन, किन राखेन भन्दाखेरि चाहिँ नि, किनभने उनीहरूले बलियो चिजको एडभर्टिजमेन्ट गर्दैथ्यो है। उनीहरूले यिनीहरू को हो भनेर राम्रोसँग सम्झेको छ। यो कपिल देवले त पहिलोपल्ट वर्ल्ड कप जिताएको हो नि त इन्डियालाई। त्यहाँदेखि चाहिँ नेक्स्ट टाइम जिताउने चाहिँ को हो, सायद धोनी हो, म राइट हो हजुर, धोनी हो। सेकेन्ड टाइम जिताउने धोनी, त्यहाँदेखि अब थर्ड टाइम जित्यो कि जितेन थाहा छैन मलाई, म क्रिकेटको मलाई थाहा छैन साह्रै। तर उनीहरूले चाहिँ के भन्दै थियो भने चाहिँ नि, हाम्रो सिमेन्ट त्यस्तो भरोसेमन्द हो, यसले वर्ल्ड क्लास पनि जिताइदिन्छ भनेर भन्दै थियो क्या। मजा लाग्यो त्यो यसो हेर्दै गर्दाखेरि है। तर हाम्रो हुन्छ नि, हाम्रो एउटै पोस्टर हुन्छ एउटै पोस्टरमा अर्को क्याप्टन नै हुँदैन। अर्को क्याप्टन आयो कि त के गरिदिन्छ, त्यसलाई खुन गरिदिन्छ संसारले बुझेको छ त्यो कुरालाई, संसारले बुझिरहेको छ त्यो कुरालाई। भन्नु मतलब चाहिँ नि, हामीले त्यो लेगेसीलाई पास गर्नु, त्यो दायित्वको लेगेसीलाई नि अर्को जेनेरेसनलाई पास गर्नु। मेरो जुन चाहिँ दायित्व छ नि, फर्स्टमा चाहिँ आज म सोध्न चाहन्छु तपाईँहरूलाई, यहाँ हुनेहरूलाई, डु यु अन्डरस्ट्यान्ड, के तपाईँले बुझ्नुहुन्छ तपाईँको दायित्व छ भनिकन, कि तपाईँ हेर्नु आउनु भएको? प्रभुले के सोध्नु भयो, तिमीहरू के हेर्नु गएको भन्नुभयो भने, दामी दामी वस्त्र लाउनेहरू त महलमा भेटाउँछ भन्नुभयो। निकालोले हल्लाएको एउटा हावाले बतासले उडाएको निकालोलाई हेर्न आएको भनेर यूहन्नाको बारेमा प्रभुले विटनेस दिनु भने, कतिपल्ट नि हामी निकालोलाई हेर्नु मात्रै आएर यो निकालोले के नाप्छ
एउटा निकालोले केही पनि नाप्दैन। तर यदि नि हामीले हाम्रो दायित्वलाई बुझेर काम गर्यो भने चाहिँ नि हामीले ठुलो काम गर्न सक्छौँ। आमेन। त त्यसो हो भने चाहिँ मैले तपाईँलाई भन्नु पर्दैन आउनुहोस् काम गर्नुहोस् गरौँ है। एन्करेजिङ मोटिभेसनल स्पिच दिनु पर्दैन। मोटिभेसनल स्पिच दिनु पर्छ। अल्छेलाई चाहिँ पुरा दिइरहनुपर्छ मोटिभेसनल, घरिघरि मोटिभेट गरिरहनुपर्छ, चाइनिज ब्याट्री जस्तै है। हेर्दा चाहिँ यत्रो भुन्टेछ तर एकैछिनमा चार्ज सकिन्छ। मैले एउटा पावर ब्याङ्क किनेको थिएँ, यत्रो बढेछ पावर ब्याङ्क है। आमा एडमा त कस्तो डरलाग्दो लेखेको थियो त्यहाँ, यसले ल्यापटप पनि चार्ज गर्छ अरे, यसले आइप्याड पनि चार्ज गर्छ अरे, लाइट पनि बल्दो रहेछ। खुसी भयो। कन्स्ट्रक्सनमा यहाँ त्यस्तो केही थिएन, पावर पोइन्टहरू यी कन्स्ट्रक्सन हेर्दै प्रार्थना गर्दै बसिरहेको थिएँ। अन्त त्यो एउटा मगाएर लिएर आएको। आमा साँच्चै नै फर्स्ट दिन त ठुलो आइप्याड पनि चार्ज गरेँ, सानो पनि, यो पनि मोबाइल पनि, यो के परे ब्लुटुथ पनि, घरिघरि टर्च लाइट पनि बालेर हेरेर बल्दैछ कि बल्दैछ है। यता 100% नै देखाइरहेको छ है। भोलिपल्ट चलाएको त काम नै गर्दैन रहेछ। कतिजना चाहिँ यत्रो भुन्टे त्यो पावर ब्याङ्क जस्तै छ तर काम नै गर्दैन। उसलाई चाहिँ मोटिभेसन दिइरहनुपर्छ। सुन्नुहोस् है, दायित्व बुझ्यो भने चाहिँ तपाईँलाई मोटिभेट गर्नु पर्दैन, त्यो दायित्वले तपाईँलाई ड्राइभ गर्छ। तपाईँलाई ड्राइभ गर्छ अनि तपाईँले बुझ्नुहुन्छ म जानुपर्छ, म देखा पर्नुपर्छ, यो मेरो काम हो, यो मेरो काम हो। म मेरो जातिको लागि उभिनुपर्छ। म उभिँदै गर्दाखेरि नि तपाईँ उभिँदै गर्नु हुँदैछ नि। आज अनलाइन प्रेयरमा तपाईँलाई थाहै छैन कतिजना मान्छेहरू चाहिँ नि मृत्युको बन्धनदेखि छुटकारा पाउँदैछ। आमेन। त्यो प्राणहरूलाई चाहिँ तपाईँले कहाँ भेटाउनुहुन्छ? चाहिँ एक दिन परमेश्वरको राज्यमा भेटाउनुहुन्छ। राज्यमा किनभने त्यो मान्छे नि जान्दै गर्दाखेरि नि स्वर्गदूतले बोलाएर देखाउँदैछ है त कसरी छुटकारा भएको छ। तेरो सबै यहाँ चाहिँ फलानाले यो प्रार्थना गरेको थियो, त्यो दिन उसलाई अचानक प्रार्थना गर्ने बोझ भएको थियो, तेरो लागि उसले प्रार्थना गरे, डल्लै लेखेको हुन्छ। एक एकवटा अस्ति हामीले हेऱ्यौँ नि है, 3 ठाउँमा रेकर्ड गर्दो रहेछ। के थियो याद छ तपाईँहरूलाई? हजुर, नम्बर 1 के थियो? हजुर, चर्मपत्रमा थियो। अर्को चाहिँ फलामको कलमले सिसामाथि लेखेको थियो। अर्को चाहिँ ढुङ्गामाथि खोपेको थियो। 3 ठाउँ थियो। त्यस्तो डिप रेकर्ड छ परमेश्वरकोमा। तर पापको पनि छै, फेरि नगरेको पनि फेरि त्यस्तै हो है। गरेको भन्दा त आमेन आमेन भन्छ सबैले है, नगरेको पनि फेरि त्यस्तै छ नि। फेरि मैले तपाईँलाई तर्साएको होइन, तर प्रभुले भन्नुभएको छ सत्यले तिमीलाई के गर्छ? स्वतन्त्र तुल्याउँछ। यु स्याल नो द ट्रुथ एन्ड ट्रुथ स्याल सेट यु फ्री। सो हामीले सत्यलाई जान्दछौँ भने चाहिँ हामी जिम्मालाई पुरा गर्छौँ, हाम्रो दायित्वलाई पुरा गर्छौँ। हामी जस्ट एउटा अडियन्स भएर बस्दैनौँ। हामी जस्ट अडियन्स भएर हामी बस्दैनौँ, तर हामी दायित्वलाई पुरा गर्छौँ। सो बाइबलले के भन्दैछ भने चाहिँ जहाँ चाहिँ डाह छ त्यहाँ चाहिँ के आउँछ भने स्वार्थपूर्ण अभिलाषा। अब स्वार्थपूर्ण अभिलाषा आएपछि चाहिँ के भनिदिन्छ? यस्तो प्रार्थनै गर्नु पर्दैन। अनि तपाईँ यति साह्रो दक्ष व्यक्ति हुनुहुन्छ कि तपाईँको भनाइले गर्दाखेरि धेरैजना मान्छेहरू त्यो भ्रममा पर्छ कि प्रार्थनै गर्नु पर्दैन रहेछ। खासमा त्यस्तो अनलाइन प्रेयरहरू केही चाहिँदैन रहेछ है। क्रुसमा सबै सक्यो हो नि, मेरो लागि सबै सकेको हो, सबै गरिदिनु भएको हो। अब म चङ्गाई भएर चाहिँ नि मैले काम गर्नुपर्छ। अस्तिको दिन म ट्राभलमा थिएँ, यो हलमा काम गरेर निकै चिसो लागेछ। अनि चिसो लागेर रातभरि भमिटिङ भयो। अनि भोलिपल्ट कलकत्ता जानुपर्ने, एयरपोर्टमा, कलकत्ताको एयरपोर्टमा यसो ल्यान्ड गरेर त ट्रली तान्ने कोसिस गर्छु। 10 किलोको ट्रली पनि मैले तान्नु नसक्ला जस्तो भइरहेको थियो। विक फिल गरिरहेको थिएँ। हाम्रो बल सकिन्छ नि, थुप्रो पल्ट बल सकिन्छ, तर बल सक्यो भनेर हामी बस्दैनौँ नि। त्यो बल फेरि रिस्टोर भएपछि हामी कहाँ फर्केर आउनुपर्ने हुन्छ? काममा। सो अघि त म पापले गर्दाखेरि म यति साह्रो कमजोर थिएँ, 10 किलोको ट्रली पनि नतान्नु सक्ने थिएँ। तर प्रभुले जब मलाई रिस्टोर गर्नुभयो नि, आज म आएर तपाईँलाई वचन सिकाउन सक्छु। आमेन। हो त्यही हो नि, क्रुसको 6 माला चाहिँ अब हामीले कस्तो बनाइदियो? यु डोन्ट हेभ टु डु एनिथिङ है, जस्ट एकदम भुट्टे भएर बस। एउटा हातमा पपकर्न, अर्कोमा सनग्लास है, एउटामा रिमोट लिएर
है तिमीलाई के गर्नु मनपर्छ हो त्यस्तो हो लाइफ होइन नि होइन मलाई चङ्गाई गर्नु भएको चाहिँ प्रभुले के भन्नुभयो अब्राहमलाई आई विल ब्लेस यु म तँलाई आशिष दिन्छु अनि तँमा चाहिँ पृथ्वीको सबै कुलले के पाउँछ आशिष पाउँछ हेर्नुहोस् मलाई मन नपर्ने कुराहरू थुप्रो हुनसक्छ म डिसएग्री गर्ने कुराहरू थुप्रो हुनसक्छ तर द्याट डजन्ट मिन त्यसको अर्थ चाहिँ यो होइन कि म सत्यको विरुद्धमा चाहिँ झुट बोल्नु म डिसएग्री गर्न सक्छु नि कतिवटा कुरा तपाईँलाई मेरो नाक मन नपर्ला नि मेरो आँखा मन पर्ला कतिजनालाई त्यस्तै हुन्छ नि कतिको लुक नै मन पर्दैन यसो हेर्ने बित्तिकै रिसाएर हेरे जस्तो देख्छ बट इट इज अल राइट परमेश्वरले उसलाई त्यस्तै बनाउनु भएको हो नि त तर त्यसको मतलब उसलाई मन परेन भन्दै उसको विरुद्धमा चाहिँ म बोल्दै हिँड्नु त पाउँदिनँ नि त त्यो चाहिँ कति बेला हुन्छ भन्दाखेरि चाहिँ जब मेरोमा के हुन्छ अरे स्वार्थीपूर्ण अभिलाषा हुन्छ अनि त्यहाँ चाहिँ के आउँछ भन्दाखेरि चाहिँ हर किसिमको भाड भैलो आउँछ हर किसिमको भाड भैलो अल इभल प्र्याक्टिसेस सबै आउँछ बेसिकदेखि सुरु हुन्छ पहिला सानो झुट हुन्छ एउटा कडी फुस्केपछि त्यो तपाईँले नि घरमा चामल खाँदाखेरि तपाईँको चामलको ब्याग खोल्नु भएको छ नि है हजुर कतिजनालाई थाहा छ त्यो खोलेको यस्तो जर्रै खोलेको अनुभव हजुर सबैलाई थाहा छ है मजा आउँछ है त्यो खोल्दाखेरि अब पाप गर्दा पनि यस्तै मजा आउँछ त्यो भित्र चाहिँ त्यो चामल छ नि त अब मैले चामलको नराम्रो भनेको होइन त्यो पापको पोका चाहिँ यस्तो प्याक भएर बसेको थियो अघि भ्याक्युम प्याक थियो तर त्यो एउटा धागोको गाँठो फुस्केपछि चाहिँ नि तान्ने बित्तिकै के हुन्छ सरर फुस्किन्छ त्यस्तै हर किसिमको भाड भैलो भनेको चाहिँ नि त्यही एक्सप्रेसनको साथ यहाँ दिएको छ एउटा इभल प्र्याक्टिस गर्न थालेपछि चाहिँ नि द्याट विल लिड टु एनदर अनि त्यति मात्रै भएको भए त त्यही मान्छेसँग मात्रै सीमित भएको भए चाहिँ ठिकै थियो अब ठिकै त होइन कुनै पाप कुनै किसिमले पनि ठिकै होइन तर त्यसले धेरैजना मान्छेलाई भ्रममा पार्छ मेनी विल फल इन्टु डिसेप्सन सो आज हेर्नुहोस् न प्रार्थना गर्नु आउँ भने नि मान्छे आउनु सक्दैन तर प्रभुलाई धन्यवाद है तपाईँहरू धेरैजना जोडिनु भएको छ धेरैजना जोडिनु भएको छ तर धेरैजना आउनु सक्दैन पनि प्रार्थना गर्नु आउनु सक्दैन तर नि अहिले हामीले लु यस्तो सेलिब्रेसन छ है त्यस्तो सेलिब्रेसन छ भनेर हामीले थुप्रो किसिमको त्यस्तो प्रोग्राम बनायो भने मान्छे आइहाल्छ त्यसमा त नआऊ भनिन्जेलसम्म हुन्छ बाहिर नि पुलिस राखिन्जेलसम्म हुन्छ बेसी आएर तर लु प्रार्थना गरौँ भन्यो भने चाहिँ आउँदैन तर यो कसैसँग रिसाएर भनेको होइन है तर भन्नु खोजेको कुरा चाहिँ के हो भने यो फिस्टको टाइममा हामी निर्णय गरौँ कि म चाहिँ दायित्वलाई लिन्छु एडप्ट गरौँ हामी यो कुरालाई हाम्रो लाइफमा म चाहिँ दायित्वलाई लिन्छु अनि प्रभुले जुन काम दिनुभएको छ मेरो क्षमतामा म सक्दिनँ तर म त्यसलाई पुरा गर्न चाहिँ चाहन्छु है जब हामी त्यो स्वीकृति चाहिँ प्रभुको अगाडि हामी जाहेर गर्छौँ जब रुथले उसको स्वीकृति प्रभुको अगाडि जाहेर गरे उसलाई थाहै थिएन उसले के भन्दै थियो भनेको सायद उसलाई पनि थाहा थियो कि थिएन उसले होस हवासमा भनेको थियो कि थिएन तर सी वाज टेलिङ इट फ्रम अ हार्ट उसले आफ्नो हृदयबाट भन्दै थियो उसको सासु आमा नवमीलाई के भन्दै थियो भन्दाखेरि चाहिँ तपाईँ जहाँ जान्छ म पनि त्यहीँ जान्छु है तपाईँको मानिस मेरो मानिस तपाईँको परमेश्वर मेरो परमेश्वर तपाईँ जहाँ मर्छ मेरो पनि त्यही हो सो उसले त्यो भन्दै गरेको स्टेटमेन्ट उसले बुझेर भनेको थियो या अज्ञानतामा भनेको थियो तर जे भए तापनि उसले हृदयभित्रबाट भनेको थियो अनि त्यो कुरालाई सूक्ष्म कसले गराउनु भयो परमेश्वरले गराउनु भयो है त्यो इच्छा त्यो भन्ने इच्छा फिलिपी 2 को 13 पद अनुसार परमेश्वरले उसको हृदयभित्र हालिदिनु भएको थियो अनि त्यो कुरालाई पूरा गर्ने सामर्थ्य कसले दिनुभयो परमेश्वरले नै दिनुभयो थुप्रोपल्ट नि हामीले भन्दै गरेका कुराहरू है पवित्र आत्माले हामी भित्र एउटा इच्छा हाल्नु भएको हुन्छ त्यसको मतलब जे पायो है पवित्र आत्माको इच्छा भनेर हामी भन्न सक्दैनौँ तर पवित्र आत्माले हाल्नु भएको इच्छालाई चाहिँ पूरा गर्ने सामर्थ्य परमेश्वरले हामीलाई दिनु हुँदो रहेछ मैले यो कुरालाई अनुभव गरेको छु सायद तपाईँले पनि आफ्नो आफ्नो हामी हरेकको अनुभवहरू छ सो त्यो पूरा गर्ने सामर्थ्य पनि परमेश्वरले हामीलाई दिनुहुन्छ त्यो जब हामीले त्यो इच्छालाई अगमबानी गर्न थाल्छौँ हामीले बोल्न थाल्छौँ किनभने त्यो इच्छा पवित्र आत्माले हाल्नुभयो अनि त्यो इच्छालाई जब हामीले बोल्न थाल्छौँ त्यति बेला त्यो पूरा गर्ने
है परमेश्वरले क्षमता, दायित्व, सामर्थ्य, धन सम्पत्ति, मानिस है सबै कुराहरू नि त्यो रिसोर्सेस चाहिँ आफै लाइन अप हुँदो रहेछ। तर त्यो फर्स्ट स्पार्क, त्यो पहिलो झिल्का जो पवित्र आत्माले त्यो मान्छेको हृदयभित्र हाल्नु भएको हुन्छ, त्यो झिल्कालाई उसले इग्नोर गर्न थाल्यो भने चाहिँ त्यो चाहिँ त्यतिकै बस्दैन। त्यो चाहिँ के हुन्छ, त्यो चाहिँ अर्कोमा जान्छ, त्यो चाहिँ अर्कोमा मुभ हुन्छ, त्यो चाहिँ सरेर यदि उसले लिएन भने चाहिँ त्यो कुरा अर्कोमा हुन्छ। बाइबलमा हामी देख्छौँ पहिला चाहिँ प्रभुले पत्रुसलाई जेन्टाइल्सको मिनिस्ट्री दिनुभएको थियो, जहाँ चाहिँ पत्रुसलाई प्रभुले के भन्नुभयो, एउटा तन्नामा सबै पृथ्वीको घिनलाग्दो कुराहरू थियो, घस्रने जीव जन्तुहरू थियो, अनि के भन्नुभयो, त्यो मारेर खा भन्दाखेरि चाहिँ के भन्यो उसले, अब म त यहुदी हो, त्यस्तो अशुद्ध कुरा कहिले खाएको छुइनँ भन्दाखेरि चाहिँ 2-3 पल्ट भयो। उसले नगर्दाखेरि चाहिँ त्यो सरेर कसकोमा गएको छ, हजुर पलकोमा गएको छ। पहिला चाहिँ उसलाई दिएको थियो, त्यहाँदेखि त्यो चाहिँ कसले पायो भन्दाखेरि चाहिँ त्यो चाहिँ पलले पाएको छ। म तपाईँलाई देखाइदिनु पर्यो बाइबलमा, यो मैले मेरो आफ्नै एक्सपिरियन्स सेयर गरेको होइन। गलातीको किताब खोल्नुहोस् एकैछिन। गलातीको किताबमा यो कुरालाई पौलले मेन्सन गरेको छ। यो उसले त्यहाँ गरेको छ। उसले यसो भनेको छ, तर झन् उल्टो 2को 6देखि म 7 पदलाई पढ्दैछु। प्रतिष्ठित देखा पर्ने व्यक्तिहरू जो थिए र तिनीहरू जस्ता भए तापनि मलाई केही फरक पर्दैन। परमेश्वरले मानिसको पक्ष गर्नुहुन्न, यिनीहरूले मेरो सन्देशमा केही थपिदिएनन्। तर झन् उल्टो तिनीहरूले देखे कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिएको थियो, जसरी खतनाका सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिएको थियो। परमेश्वर जसले पत्रुसको प्रेरितपनद्वारा खतनाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्य जातिहरूको बीचमा काम गर्नुभयो। अब यहाँ हामी के देख्छौँ भन्दाखेरि नि, त्यो जुन चाहिँ पौललाई पहिलोपल्ट चाहिँ प्रेरितको किताबलाई हामीले सायद 10 अध्यायमा पढ्दाखेरि के भेटाउँछौँ भन्दाखेरि चाहिँ पत्रुसलाई परमेश्वरले एउटा भिजन दिनुभएको थियो। प्रेरितको किताब 10 अध्यायको 9देखि लिएर 9, 10, 11, 12, 13 यो अलिकति एक्सप्लेन गर्छु, यसलाई हामी पढौँ है, कसरी चाहिँ आउँछ स्वर्गको कुराहरू मान्छेमा कसरी डाउनलोड हुन्छ भन्ने कुरालाई। तर वी क्यान अलवेज हामीले त्यसलाई नो भन्न सक्छौँ, हामीले इन्कार गर्न सक्छौँ। तर तपाईँले इन्कार गर्नु भने त्यो चाहिँ स्वर्गले चाहिँ त्यतिकै चुपचाप बस्दैन, त्यो चाहिँ लगेर अर्कोलाई दिन्छ। जस्तो कि पहिलो राजा को थियो, साउल थियो। साउललाई जुन अभिषेक आएको थियो, उसले जो त्यो अभिषेकसँग खेलाइची गरे, कसले पाए थियो, दाउदले पायो। त त्यसले गर्दाखेरि चाहिँ नि उहिले नै प्रभुले चलाउनु भएको मान्छे भनेर नबस्दा पनि हुन्छ। कति बेला शिफ्ट भइसकेको हुन्छ, परमेश्वरको कुराहरूलाई अवहेलना गर्दा थाहा पनि हुँदैन। बाहिरको बोक्राले चाहिँ काम गरिरहेको हुन्छ, कभरले चाहिँ मान्छे झुक्किरहेको हुन्छ, तर भित्रको स्पिरिटले चाहिँ लिभ गरिसकेको हुन्छ। यहाँ हामी के देख्छौँ भने 10 अध्यायको 9 पद, भोलिपल्ट आफ्नो यात्रामा त्यस सहरको नजिक आइपुग्दा दिउँसो 12 बजीतिर पत्रुसलाई प्रार्थना गर्न घरको कौसीमा उक्ले। तिनी भोकाए, तर तिनले केही खान मन गरे। तर अरूले भोजन तयार गरिरहेको बेला तिनी ध्यानमग्न भए। तिनले स्वर्ग उग्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्ना जस्तो केही पृथ्वीतिर झरिरहेको र त्यस तन्नामा पृथ्वीको सबै किसिमको 4 खुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। तब तिनले एउटा आवाज सुने, ए पत्रुस, उठ, मारेर खाऊ। तर पत्रुसले भने, होइन प्रभु, किनकि मैले कहिले पनि अपवित्र वा अशुद्ध कुरा खाएको छैन। तर त्यो आवाज फेरि दोस्रो पल्ट तिनले सुने र परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमीले अपवित्र नठान। 3 पल्टसम्म यस्तै भयो र तुरन्तै त्यो तन्ना स्वर्गतिर लगियो। अब यो भर्सलाई कहाँ एक्सप्लेन गरेको छ, 28-29 मा 28 र 29 हेर्नुहोस्। तब पत्रुसले तिनीहरूलाई भने, अरू जातिसँग संगत गर्नु अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहुदीको लागि कति अनुचित कुरा हो भन्ने तपाईँहरूलाई थाहै छ। तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नु भनी
देखाउनु भएको छ। यसकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाइकन म तपाईँहरू कहाँ आए र तपाईँले मलाई किन डाक्नु भयो अब भन्नुहोस्। त्यो चाहिँ त्यो एनिमललाई मारेर खाऊ भनेको थिएन, मान्छेलाई अशुद्ध नभन्नु भनेको थियो। किन प्रभु यीशु ख्रीष्टले पनि त्यो साइरोफोनिसियाको स्त्रीलाई कुकुर भन्नुभएको थियो। कुकुर चाहिँ अनक्लिन एनिमलमा आउँछ। सो एनिवेज यो फर्स्ट कल कसले पाएको थियो? कसले पाएको थियो? पत्रुसले। तपाईँले देख्नुभयो नि। तर पावलले के भन्दैछ? अब अन्य जातिको सेवकाई चाहिँ कसले पायो भन्दैछ? मैले पाएँ भन्दैछ। किन भन्नुहोस् त? फर्स्ट कललाई कसले रिजेक्ट गर्यो? पत्रुसले। कसले पक्रियो? पावलले। होइन, चर्चलाई सबैभन्दा बेसी लेटर्स कसले लेख्यो त्यहाँदेखि भन्नुहोस् त? पावलले। उसले समाते नि, त्यसको ग्रेटर रेभुलेसन थियो। अरूले इन्कार गरे नि, पत्रुसले थोरै मात्रै लेख्यो। पत्रुसले लेखेको पत्री फ्यू छ, तर पावलले लेखेको पत्री चाहिँ यति साह्रो बेसी छ, एक्सटेन्सिभ। किनभने त्यो पहिलो कलमा ठुलो कुराहरू थियो, विभिन्न थियो नि त त्यहाँ है, तर उसले के गरे? त्यसलाई इन्कार गरेको थियो। सो मैले भन्नु खोजेको कुरा चाहिँ के हो भने नि, जब परमेश्वरले एउटा मान्छेको हृदयभित्र स्पार्क दिनुहुन्छ र त्यसलाई उसले इन्कार गर्छ, उसले राइचियसली इन्कार गरेको थियो। उसको अन्डरस्ट्यान्डिङ चाहिँ के थियो भन्दाखेरि चाहिँ होइन, मैले त जेन्टाइल्सहरूको बिचमा सेवकाई गर्नै हुँदैन, किनभने मत्तीको किताब 10 अध्यायको 5 र 6 पदमा प्रभुले भन्नुभएको थियो अलरेडी, चेलाहरूलाई पठाउनु हुँदाखेरि चाहिँ तिमीहरू अन्य जातिहरूको बिचमा नजाऊ भनेको थियो। डु नट गो एमङ द जेन्टाइल्स। ऊ चाहिँ त्यही रेभुलेसनसँग बाँचिरहेको थियो, नजाऊ भने। तर प्रभुले फेरि उसलाई अब भन्नु हुँदाखेरि चाहिँ उसले के गर्यो? त्यसलाई उसले एक्सेप्ट गरेन। उसले एक्सेप्ट गरेन है। त्यो अब उसको ह्युमिलिटी थियो भन्नु कि अब के थियो भन्नु, मिसअन्डरस्ट्यान्डिङ थियो भन्नु कि के थियो, जे पनि थियो, अवेरनेस थिएन। अवेरनेस भएको भए चाहिँ उसले पक्रिने थियो त्यो कुरालाई। अब एनिवेज त्यो कुरालाई जज गर्ने म होइन मान्छे, तर हामीले बाइबलको प्याटर्नमा हेर्दाखेरि चाहिँ एउटा कुरा के थाहा पाउँछ भने, जब परमेश्वरले तपाईँको हृदयभित्र स्पार्क दिनुहुन्छ र तपाईँले गर्नुहुन्न नि, त्यो काम चाहिँ त्यतिकै बस्दैन। त्यो काम त्यतिकै बस्दैन। त्यो चाहिँ कसले लान्छ? अर्को व्यक्तिले लान्छ। म तपाईँलाई फेरि यो एउटा न्यू टेस्टमेन्टबाट देखाएँ। अब फेरि तपाईँलाई न्यायकर्ताको किताबबाट देखाउँछु। न्यायकर्ता खोल्नुहोस्। न्यायकर्ताको किताब 5 अध्यायमा आउनुहोस्। अघि मैले जाहेलको भने, तपाईँलाई म भर्स नै दिनु पर्यो है। सो त्यो 5 अध्याय होइन, 4 अध्यायको कतिदेखि पढ्छु भने नि, 4 देखि नै पढ्छु। 4 पढ्नु खोजेको चाहिँ 8 पद हो, तर म पढ्नु खोजेँ 8, 9, 10 पढ्नु खोजेको, तर मैले पढ्नु चाहिँ 4 देखि नै पढ्छु। त्यसैले लेखेको छ, त्यस बेला लपिदोतकी पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्। तिनी एफ्राइमको पहाडी देशमा रामा र बेतेलको बीचमा भएको दबोराको खजुरको रुखमुनि बस्ने गर्थिन् र इजरायलीहरू तिनी कहाँ इन्साफको निम्ति आउँथे। तिनले नप्तालीको केदेशबाट अभिनोमका छोरा बाराकलाई बोलाए पठाइन् र तिनलाई भनिन्, परमप्रभु इजरायलका परमेश्वरको आज्ञा यो हो, गएर नप्ताली जबलुनका 10,000 मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँडामा ल्याऊ। म याबिनको सेनापति सिसरालाई किसोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौज समेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु। अब यो बाराक एकदमै राइचियस, होली, परमेश्वरको फियर गड फियरिङ म्यान थियो। तर तपाईँ गड फियरिङ म्यान हो भन्दैमा इरेस्पोन्सिबल हुनु चाहिँ पाउँदैन। आमेन। सुन्नुहोस्, तपाईँ दुइटै हुनुपर्छ। गड फियरिङ पनि हुनुपर्छ अनि रेस्पोन्सिबल पनि हुनुपर्छ। सो उसले चाहिँ के भन्दैछ? उसलाई भन्दैछ अब प्रफेटेसले, म दिन्छु, यो चाहिँ तिम्रो हातमा सुम्पिदिएको छु मैले। तर उसले के भन्यो भन्दाखेरि चाहिँ, बाराकले जवाब दिए, तपाईँ मसँग जानुभयो भने मात्र म जानेछु, तर तपाईँ जानु भएन भने त म जाने छैन। दबोराले भने 9 पद, निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताको कामको श्रेय तिमीलाई हुने छैन, किनकि परमप्रभुले सिसरालाई एउटा स्त्रीको हातमा सुम्पिदिनु हुनेछ है। त्यो चाहिँ नि बाराकको लागि, बाराकले अनर मात्रै नपाएको होइन कि उसको अनर खोसेको पनि थियो।
दुईटा थियो, टु वे इफेक्ट थियो। के परमेश्वरले जब पनि हामीलाई कुनै स्पार्क, कुनै सानो काम अराउनुहुन्छ नि, त्योसँग चाहिँ के जोडेको हुन्छ भन्दाखेरि चाहिँ त्योसँग चाहिँ रेभुलेसन जोडेको हुन्छ, त्योसँग चाहिँ रिसोर्सेस जोडेको हुन्छ, त्योसँग चाहिँ स्वर्गको सेना जोडेको हुन्छ है, त्योसँग चाहिँ अनगन्ती धनहरू जोडेको हुन्छ, त्योसँग चाहिँ यति विघ्न कुराहरू जोडेको हुन्छ। त्यसले गर्दाखेरि नि म तपाईँहरूलाई भन्छु, दायित्वदेखि नभाग्नुहोस्। कतिजना चाहिँ दायित्व आउने बेलामा है, दायित्व भन्ने बित्तिकै सुइत्तै हुन्छ फेरि है, उसको त्यो दनै हराउँछ, उल्टा हुन्छ, त्यो मान्छे हराइहाल्छ, सट्टै सिनबाट हराइहाल्छ। दायित्व अब्बुई भनिहाल्छ, अब्बुई हुँदैन, हुलमुलमा जिउ जोगाऊ, अनिकालमा बिउ जोगाऊ, त्यति नै हो, त्यति नै उसको डाइलग नै त्यही हुन्छ। मुखले भनेन भने पनि व्यवहारले त्यही भनिरहेको हुन्छ। सो उसलाई दिएको थियो नि चान्स है, अब उसले जितेको भए कस्तो अनर हुन्थ्यो। तर के भयो भन्दाखेरि चाहिँ अब यो सिसिरालाई चाहिँ कसले मारेको छ भन्दाखेरि चाहिँ याहेलले मारेको छ। सो तपाईँले नि यहाँ 18 पददेखि पढ्न चाहन्छ है। अब सिसिरा हार्नु थालेर भाग्दै जाँदा चाहिँ याएलको छाउनीमा पुगेको छ। याएल सिसिरालाई भेट गर्नलाई निस्किन् र उनलाई भने, हजुर भित्र आउनुहोस्, भित्रै आउनुहोस्, नडराउनुहोस्। यसैले सिसिरा पालभित्र पसे र तिनले उनलाई एउटा कम्बल ओढाइदिन्। सिसिराले तिनलाई भने, मलाई अलिकता पानी पिउन देऊ, मलाई साह्रै तिर्खा लागेको छ। तब तिनले दुधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिन् र फेरि उनलाई कम्बल ओढाइदिन्। सिसिराले तिनलाई भने, पालको ढोकामै उभिरह, कसैले आएर यहाँ कोही छ कि भनेर सोध्यो भने भनिदेऊ, यहाँ कोही भनेर सोध्यो भने छैन भनिदेऊ। तर हेबेलको पत्नी यालले पालको एउटा किल्ला र मुङ्रो लिएर सिसिरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन् र यालले सिसिराको कञ्चर थिचोलेर भुइँ भेट्ने गरी किल्ला ठोकिदिन् र उनी मरे। बारक सिसिरालाई खेद्दै आउँदा यायल तिनलाई भेट गर्न आएर तिनलाई भने, आउनुहोस्, तपाईँले खोज्नु भएको मानिसलाई म देखाउनेछु। बारक तिनीसँग भित्र पसे र सिसिरालाई कञ्चटमा किल्ला गाडेर मरिरहेको भेटाए है। भरे लडाइँ जित्दै गर्दाखेरि त अब बारकलाई भाग्थ्यो होला नि है, होइन मै मार्छु। सिसिरा भाग्दै गर्दाखेरि त होइन मै मार्छु, मैले मार्ने भ्याउने रहेछु भनेकन कुद्दै गएको त अघि जाहेलले बिताइदिइसकेको थियो, अघि उसले मारिदिइसकेको थियो। परमेश्वरले भन्नुभएको थियो नि, त्यो अनुहार पाउँदैनस् तैँले। बाइबलमा पनि 2-3 जना मान्छेहरूलाई देख्छौँ हामी जहाँ चाहिँ प्रभुले भन्नुभएको छ, यु विल नट गेट द्याट अनर। 2-3 जनालाई देख्छौँ। एकपल्ट एलिसाले भनेको छ नि होइन, त्यो राजा जुन चाहिँ सेनापतिले भोलिको दिन स्वर्गको झ्याल नै खोल्यो भने पनि यस्तो हुँदैन भन्दाखेरि के भन्यो, होइन तिम्रो आँखाले देख्छ तर त्यो अनर चाहिँ तैँले पाउँदैनस्, तँलाई गिल्चेर मार्छ भनेको छ नि त, स्ट्याम्पिड हुन्छस्। साँच्चै नै त्यही भयो, एटलिस्ट धन्न बारक स्ट्याम्पिड भएन रहेछ। तर भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ, भन्न खोजेको कुरा चाहिँ दायित्वको कुरा, रेस्पोन्सिबिलिटीको कुरा, मेरो जिम्माको कुरा। प्रभुले आज मलाई यो जिम्मा दिनुभएको छ नि, यो जिम्मालाई पुरा गर्नदेखि म डराउनु हुँदैन, यो जिम्मालाई पुरा गर्नदेखि म पछाडि हट्नु हुँदैन। मेरो काम चाहिँ के हो भने नि, मेरो काम चाहिँ प्रभुको कुरा मानेर उभिनु मात्रै हो वास्तवमा है। प्रभुले गएर प्रार्थना गर भने नि प्रार्थना गर्नु मात्रै हो। तर मलाई थाहै छैन कि मेरो मुखबाट निस्किएको त्यो प्रार्थना चाहिँ नि, त्यो चाहिँ घन जस्तै जान्दैछ है, त्यो चाहिँ तरवार जस्तै जान्दैछ, त्यो चाहिँ भाला जस्तै जान्दैछ, त्यो चाहिँ एउटा शक्तिशाली के भन्ने एउटा विनाशक है, नाश गर्ने एउटा ठुलो हात हतियार जस्तै त्यसले चाहिँ शत्रुको छाउनीलाई बाङबुङ पड्काइदिँदैछ, त्यस्तो शक्तिशाली रूपमा जान्दैछ भन्ने कुरा चाहिँ अब मलाई थाहै हुँदैन। त यो यत्रो दिनसम्म अहिलेसम्म हामीले धान्दोमा उभिएर गर्दै गरेको प्रार्थनामा हामीले एउटा कुरालाई के अनुभव गरेको छ भने, यति विघ्न छुटकारा, यति विघ्न कुराहरू आएको छ। तर हामी आफ्नै लाइफहरूमा लडन त छ, किनभने हामी लडाइँमै छौँ नि त। अनि लडाइँमा छ भन्दा लडन्तै त हुन्छ त, लडन्त त हुन्छै हुन्छ नि, किनभने हामी लडाइँमा छौँ। तर नि त्यो लडन्तभित्रको रिवार्ड चाहिँ ठुलो छ
ठुलो छ। सो कतिपल्ट चाहिँ के हुन्छ भने हामी चाहिँ त्यसरी हामी लडाईँलाई के गर्छौँ, हामी इन्कार गर्छौँ। फेरि म तपाईँलाई अर्को देखाउन चाहन्छु है। म गिदोनको केसलाई म देखाउन चाहन्छु। अब गिदोनले लडाईँ जित्दै थियो। लडाईँ जित्दै गर्दाखेरि चाहिँ लडाईँलाई जित्दै गर्दाखेरि चाहिँ गिदोनले मान्छेलाई गएर हेल्प मागेको छ। न्यायकर्ताको किताब 8 अध्यायमा लडाईँलाई जित्दै जाँदाखेरि हेल्प माग्दाखेरि नि मान्छेहरूको रियाक्सन कस्तो छ होइन। चाहिँ कतिजना चाहिँ फेरि यस्तो खालके रियाक्सन दिनेहरू हुन्छ, यसो भनेर लेखेको छ। ओके, न्यायकर्ताको किताब 8 अध्याय 8 अध्याय 1 देखि नै पढ्छु, फटाफट 1 देखि नै पढ्छु है। कतिजना मान्छेहरूको नि काम नगर्ने मान्छेहरूको बहानाहरू हेर्नुहोस् है। यहाँ काम नगर्ने, बाधा दिने, स्वार्थीपूर्ण अभिलाषा भएको मान्छेहरूको भनाइहरू चाहिँ कस्तो हुन्छ। काम नगर्नु चाहनेको चाहिँ बहुत भनाइ हुन्छ। बाइबलमा भनेको छ अल्छेले चाहिँ आफैलाई है धेरैजना बुद्धिमानी मान्छे भन्दाखेरि पनि ज्ञानी सम्झिन्छ भनेको छ। यसरी लेख्छ, एफ्राइमका मानिसहरूले गिदोनलाई भने तपाईँले हामीसँग किन यस्तो व्यवहार गर्नुभयो? मिदानीसँग लडाईँ गर्न जाँदा तपाईँले हामीलाई किन बोलाइ पठाउनु भएन? अनि तिनीहरूले तिनीलाई अनेक अभियोग लगाए। अघि लड्ने बेलामा चाहिँ आउँदैन, लडाईँ जितिसकेपछि चाहिँ अभियोग लगाउने आउँछ। हामीलाई चाहिँ किन नभनेको, हामीलाई त बोलाउनु पनि बोलाएन है। कतिजना मान्छे त्यस्तै हुन्छ नि, नाम भन्दैन भने हामी चाहिँ प्रार्थना गर्दैन थियो क्या हो, हामी चाहिँ गर्दैन थियो अरे, हामीलाई त भनेन त, अन्त सम्झेन त है। त्यस्तो मान्छे टिममा छ भने त आमा उसलाई धुप बाल्दा हुन्छ। अरे तपाईँ सिपाही भने आउनुहोस् न काम गर्नु, किन तपाईँलाई बोलाइरहनु पर्यो? लडाईँ हुँदैछ देखिरहेको छ त। अन्त तर नगर्नेको चाहिँ के हुन्छ? हजार बहाना। उनीहरूले के भन्दैछ? अभियोग लाउँदैछ। गिदोनले के भन्दैछ? तर गिलादले तिनीहरूलाई भने, गिदोनले भने तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु? के एफ्राइमको दागका शिलाबाला अबिएजरको जम्मै दागको फसल भन्दा असल छैन र? परमेश्वरले मिदानका शासक ओरेब र जाबेललाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। तिमीहरूले गरे चाहिँ मैले के गरेको छु? तिनका यी कुराले तिनीहरूको रिस शान्त भए। अब यहाँ 4 पद देखिन्छ, गिदोनले यर्दनमा आए अनि तिनी र तिनका 300 मानिसहरू थकित भए तापनि यर्दन पारी तरेर खेदिरहे। तिनले सुकोतका मानिसहरूलाई भने, मेरो यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनकि यिनीहरू त थाकेका छन्। तेरो मिदानका शासक जेबह र सल्मुनालाई खेद्दैछु। तर सुकोतका अधिकारीहरूले जवाब दिए कि जेबह र सल्मुना तिम्रो हातमा आइसकेका छन्, तिम्रो सेनालाई हामीले किन रोटी दिने? आफ्नै देशलाई स्वतन्त्र गराउँदैछ, आफ्नै मान्छेलाई छुटकारा दिलाउँदैछ है। खेतालालाई अलिकति रोटी देऊ न है, दिँदैन। हामी त हाम्रो पठाउँदैन, चिठी पो घुमाउन थाल्छ है। लडाईँ हुँदैछ, जागृतिको सेवकाई हुन्छ, छुटकाराको सेवकाई हुँदैछ है, पिकनिकको सेवकाई हुन्छ। अस्ति हामी एक ठाउँमा गएको थियो, अब नभनौँ होला ठाउँको नाम। सबैलाई $50 बाँड्यो अरे, पिकनिक घुम्नु जाऊ भनेर युथहरूलाई किन सेवामा जान्छ भनेर। कसको लागि गरेको? कसको लागि? एक्ज्याक्टली यस्तै व्यवहार। हामीलाई दुःख छैन, हेर्नुहोस्, हामीलाई उनीहरूसँग मन दुःख छैन, मन दुखाएर पनि भनेको होइन, तर यो सन्दर्भमा आएको। अब यो चाहिँ स्पिरिट हो नि त। यो स्पिरिट त्यति बेला पनि थियो, अहिले पनि छ। सो स्पिरिचुअल ऱ्याममा चाहिँ यो स्पिरिटले अझै पनि काम गरिरहेको छ। अधर्मको रहस्यले बाइबलले के भन्छ? सुरुदेखि नै काम गर्दै आएको छ। सुरुदेखि नै काम गर्दै आएको छ। यहाँ कतिजना चाहिँ के हुन्छ, यसमा चाहिँ हाम्रो मिनिस्ट्रीलाई के फाइदा छ है, त्यस्तो खालके हाम्रो ब्यानर आउँछ। हेर्नुहोस् है, काम गर्नुहोस्। हाम्रो मान्छेहरू नि साह्रो बेसी घुमन्ते फिरन्ते छ, काम नगरेर नि बेसी घुमिरहन्छ।
फेरि कुरा चाहिँ फेरि अहिले स्वर्गबाट आगो झार्ला जस्तै गर्छ। घुमिरहेको छ, खै काम गरेको, खै दायित्वमा उभिएको। उभिनुहोस्। आज यो वचन लाग्दाखेरि अलिअलि यहाँ ठोकिँदैछ नि, हो पक्का तपाईँलाई भनेको, उभिनुहोस्। म त अचम्म लाग्छ काम नगरेको देख्दाखेरि चाहिँ फेरि गफ त फेरि कस्तो बेसी गर्छ। अनि म रिसाएर भनेको होइन है, तर नि कसैले यो प्रब्लम हो भनेर भन्दैन भने चाहिँ यो प्रब्लम कसैले पनि कहिले पनि समाधान हुँदैन है। बेसी कुरा गर्नु छोडौँ, काम गर्नु छोडौँ, कम गर्नु थालौँ। नत्र भने चाहिँ नि थाकेर आगर यसले देऊ न रोटी भन्दाखेरि पनि के भनेछ, शत्रु आइपुगेको छ र दिनु रोटी, जित्यौ तिमीले, हाम्रो रोटी दिनु है। झन् टेवा पुर्याउनु थियो नि, झन् टेवा पुर्याउनु पर्ने हो नि, झन् काम गर्नुपर्ने हो नि, झन् सघाउनु पर्ने थियो नि, झन् उभिनु पर्ने थियो नि दादामा है। म कसरी उभिनु सक्छु, मेरो कुन चाहिँ क्षमतामा, बार्गेनिङ पो गरिरहन्छ, बार्गेनिङ गरिरहन्छ। म तपाईँहरूलाई सधैँ भन्छु नि, होल प्रेयरमा बस्नुहोस् लास्टसम्म। किन भनेको भन्दाखेरि चाहिँ यो यहीँ गरेको गिदोनले गरेको रिक्वेस्ट जस्तै हो, गिदोनले गरेको रिक्वेस्ट जस्तै हो। तर कतिजनालाई चाहिँ जत्तिकै रिक्वेस्ट गर्यो भने पनि केही पनि फरक पर्दैन, किन उसले के सम्झिन्छ, भइहाल्छ नि, मेरो त केही लडेको छैन, मेरो केही भत्केको छैन। तर बाइबलले के भनेको छ भने न्यायकर्ताको किताब 5 अध्यायमा जब उनीहरूले नयाँ देवताहरू ल्याए नि, त्यति बेला चाहिँ युद्ध चाहिँ ढोकामा आइसकेको थियो भनेको छ। हेर्नुहोस् न्यायकर्ताको किताब 5 अध्यायमा नि यसो 5 अध्यायको 8 पदमा त्यहाँ के भनेको छ नि, जब तिनीहरूले नयाँ देवताहरूसँग मित्रता बाँधे, सहरको मूल ढोकाहरूमा लडाईँ आइपुग्यो र इजरायलको 40,000सँग न त ढाल न भाला देखियो। नयाँ देवताहरू ल्याउँदै जाँदैछ नि, तपाईँको सहरको मूल ढोकामा अलरेडी लडाईँ आइसकेको हुन्छ। तर लडाईँ आउँदै गर्दाखेरि चाहिँ कस्तो सिचुएसन छ अरे, भाल पनि छैन, ढाल पनि छैन, भाला पनि छैन। किन? रेस्पोन्सिबिलिटी लिएको छैन। आज मैले हप्काएको होइन है, आई एम स्पिकिङ द ट्रुथ इन लभ, प्रेममा नि सत्य बोलेको। नरिसाउनुहोस् ल तपाईँहरू कोही पनि, कसैसँग पर्सनल भएको होइन, तर दिस इज द इस्यु। यो चाहिँ समस्या हो। यो समस्यालाई हामीले अनदेखा गर्नुहुन्न, आँखा चिम गर्नु चाहिँ ढुकुरको बेहोरा मात्रै हो। त प्रभुले चाहिँ 3टा भन्नुभयो, भेडा, ढुकुर र साँप जस्तै चनाको। भेडा जस्तै है सुन्ने, ढुकुर जस्तै सोझो, तर फेरि साँप जस्तै चनाको, होसियार पनि हो, होसियार पनि हुनुपर्छ हामी। सो यसरी भनेको छ। अब हेर्नुहोस् है, त्यसको बादमा 5 पदमा हेर्नुहोस्, 8को 5मा तिनले सुकोतका मानिसहरूलाई भने, मेरा यी मानिसहरूलाई के रोटी दिनुहुन्छ कि, किनभने तिनीहरू थाकेका छन् र मिदानका शासक जेब र सल्मुनालाई खेद्दैछु। तर सुकोतको अधिकारले जवाब दिए, कि जेब र सल्मुना तिम्रो हातमा आइसकेका छन्, तिम्रो सेनालाई हामीले किन रोटी दिने, किन रोटी दिने, किन हाम्रो स्पेस दिने है। भित्रको बाहिरको पुलवारी पो कुरा गर्न थाल्छ। कस्तो सोच, कस्तो विचार। तर आज नि यो खडा हुँदै गरेको पिँढीलाई म भन्न चाहन्छु, प्लिज यस्तो किसिमको नि यो पार्टिसन मेन्टालिटीलाई हामीले हटाउँ, हामी चाहिँ किङडम मेन्टालिटीलाई ल्याउँ। जुन कुरा प्रभुको हो त्यो चाहिँ मेरो हो, जुन कुरा प्रभुको हो त्यो चाहिँ मेरो हो। त्यो मलाई भन्नै पर्दैन, म छोरा हो नि त, मेरो बाउको चाहिँ मेरो हो नि त। बाउले छोरालाई भनिरहनु पर्छ, पर्दैन। परमेश्वरलाई पिता भन्छु भने चाहिँ, यदि परमेश्वर पिताको हो भने चाहिँ त्यो मेरो पनि हो नि त। सो आई हेभ टु टेक रेस्पोन्सिबिलिटी। तर होइन भने चाहिँ नि यही मान्छेहरू जस्तै हुन्छ, सुकोतको मानिसहरू जस्तै। किन दिनु रोटी, तिम्रो हातमा आइपुग्छ। गिदोनले के भने, त्यसो भए परमप्रभुले जेब र सल्मुनालाई जुन दिन मेरो हातमा सुम्पिदिनुहुन्छ, म मरुभूमिका काँडा र होच्ने बुट्टाले तिमीहरूको छाला उतार्छु। कडा कुरा गर्थे उसले। तिनले त्यहाँबाट पनियलमा गएर त्यही बिन्ती गरे। पनियलका मानिसहरूले पनि सुकोतका मानिसहरू चाहिँ जवाब दिए, आमा है। ठाउँको नाम चाहिँ के छ? सुकोत। थाप्राहरू परमेश्वरको, पनियल आमा परमेश्वरको अनुहार देख्ने
मिनिस्ट्रीहरूको नाम भयङ्कर भयङ्कर छ। पनियल आम तर के छ पनियलकोबाट त हुन्छ थ्याङ्क यू भन्छ होला भनेको त के भन्दैछ त्यस्तै जवाब दिए। यूहन्ना 1:10 भन्छ यीशु ख्रीष्ट आफ्नैहरू कहाँ आए, आफ्नैहरूले इन्कार गरे। आज पनि राज्यमा त्यही समस्या छ, सेम प्रब्लम। त्यहाँ हेर्नुहोस् है, यसो भन्दैछ फेरि, जेब र सल्मुना 15,000 सेनाको साथमा करकोरमा थिए। पूर्वका जातिहरूका जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए। 1,20,000 सशस्त्र मानिसहरू लडाईँमा मारिएका थिए। नोबह योगबहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अघि बढेर उनीहरू सावधान नभएको बेलामा तिनले त्यस सेनामाथि आक्रमण गरे। जेब र सल्मुना चाहिँ भागे, तर तिनले यी मिधानी राजाहरूलाई खेदिने रहे र ती दुवैलाई पक्रे र उनीहरूको जम्मै सेना परास्त भए। यो हामीले चाहिँ लडाईँ कहिलेसम्म हो भन्नुहोस् त, जबसम्म जम्मै सेना परास्त हुँदैन। मजाको कुरा। अब यसको यो लेसनको अर्को भाग, गिदोनले बदला लियो, छोडिदिनुहोस् त्यो कुरालाई। बाइबलले हामीलाई न्यू कभेनेन्टमा के भनेको छ, बदला लिने काम परमेश्वरलाई छोडिदियो। सो त्यो मन नदुखाउ, तपाईँलाई जेसुकै भन्यो म पनि दुखाउँदिनँ। मैले गर्दाखेरि अर्को मान्छेले $50 पाउँछ भने राम्रै हुनु त। तर नि गिदोनले चाहिँ के गर्यो अरे, लडाईँलाई सिद्ध्यायो। आमेन। जम्मै सेनालाई के गर्यो, उसले हरायो। जम्मै सेनालाई उसले हरायो। कहिलेसम्म साथ दिनुहुने हजुर, कहिलेसम्म? किनभने यो त मेरो लडाईँ मात्रै होइन नि, यो त हाम्रो बाउको काम हो। दिस इज माई फादर्स वर्क। जम्मै सेना कति बेला हार्छ, जब हामीले अन्तिम शत्रु मृत्युलाई पनि हराइदिन्छौँ। लास्ट एनिमी चाहिँ बाइबलले के भनेको छ, मृत्यु हो भनेको छ। हामीले हराउने त्यो जम्मै सेनालाई उसले के गरेछ, यहाँ जम्मै सेना परास्त भए। जम्मै सेना परास्त भए। अब जम्मै सेना परास्त हुँदाखेरि त अघि भर्नेहरू त लाजमा पर्यो। तर हामीलाई जसुकैले जेसुकै भन्नुहोस् है, यो एउटा ग्रुप पनि होइन, यो एउटा के भन्नु, अब हामी मनमिल्नेहरूको कुरा पनि होइन, तर यो चाहिँ छोराहरूको कुरा हो। आमेन। जसले चाहिँ बाउले दिएको कामलाई के गर्छ, पुरा गर्छ। सजिलो त छैन, तर नि लडाईँ यिनीहरू के गर्यो, अब रोटी त दिएन, यिनीहरूले हामीलाई रोटी दिएन, यिनीहरूकै लागि लडेको छोडिदिनु यहाँदेखि भन्यो गिदोनको सेनाले। भनेन, मजाको रहेछ गिदोनको सेना, मजाको रहेछ। के भन्दैछ, होस् आज खानु पाएन भने पनि होस्, आफ्नो जात भाइदेखि चाहिँ हामी के नगरौँ, नलुकाऊ। हाम्रो दायित्वलाई हामी के गरौँ, पुरा गरौँ। मजाको कुरा, त्यो चाहिँ शक्तिशाली कुरा हो। रोटी खानु नदिँदाखेरि सुकोतको मानिसहरू, पनियलको मानिसहरू है, कस्तो चिया पनि पाएन आज है, रोटी पनि पाएन, पुरा ठुस्का ठुस्की चल्दै गरेको हुन्छ। कोही कोही बेला चिया रोटीमा है, बाँड्नेले पनि त्यति दिइहालेको भए के हुन्थ्यो, नपाउनेले पनि त्यति नखाँदा के भइहालेको थियो र है, केही पनि थिएन त्यस्तो। तर त्यतिमै भारी पुग्छ, त्यतिमा त आमा गुटबन्दी भएर है, भित्रभित्र के चलेर। तर सेनाहरूको बेहोरा चाहिँ त्यस्तो हुँदैन। आमेन। सेनाहरूको बेहोरा चाहिँ कस्तो हुन्छ भन्नुहोस् त, जेसुकै होस् लडाईँ चाहिँ जित्नुपर्छ। आमेन। छेउको साथीलाई भन्नुहुन्छ, जेसुकै होस् लडाईँ चाहिँ जित्नुपर्छ। आमेन। त्यसले गर्दाखेरि नि चिया पानी खोर्सानी, डल्ले खोर्सानी है, सानो प्लेट ठुलो प्लेट है, कोही कोही बेला अब भात बाँड्ने बेला टाइममा अब दाल र भात मात्रै पाउँछ, त्यस्तोमा पनि मन्नु देखाउनुहोस्। तर ग्रेटर थिङ चाहिँ के हो भन्दाखेरि नि, वी हेभ टु डिफिट आवर एनिमी है। सो त्यहाँ पक्ष र विपक्षको केही भएन है, मुद्दालाई उनीहरूले बुझेको थियो। मुद्दा चाहिँ के थियो त, मुद्दा चाहिँ ठुलो थियो। सो यो फिस्टको टाइममा नि आजको राति
हामी अनलाइन प्रेयरमा प्रार्थना गर्दै गर्दाखेरि के चाहिँ हो त हाम्रो मुद्दा, के चाहिँ हाम्रो दायित्व, के हामी यो मुद्दालाई बुझ्छौँ, के हाम्रो यो दायित्वलाई बुझ्छौँ। यदि हामी हाम्रो मुद्दालाई बुझ्छौँ, हाम्रो दायित्वलाई बुझ्छौँ भने चाहिँ नि हामी प्रार्थनामा लागि पर्छौँ। हाम्रो मुद्दालाई बुझ्छौँ, हाम्रो दायित्वलाई बुझ्छौँ भने चाहिँ हामी धाँधोमा उभिन्छौँ। किन भन्नुहोस् त, मैले बुझेँ कुरा यस्तो रहेछ है, मलाई दिएको भागलाई मैले पाएँ लगिनँ भने चाहिँ परमेश्वर चाहिँ है एकछिन ल म तँलाई पर्खिन्छु है, मेरो त्यो रूप देखाउँछु भन्नु हुँदैन रहेछ। लडाइँको बिचमा चाहिँ परमेश्वरले कसलाई दिनुहुन्छ, अर्कोलाई जो तयारी छ। अर्कोलाई मिचाएर जाहेलले बसेर किचनमा प्रार्थना गर्दै थियो होला, प्रभु मलाई पनि चलाउनुहोस् प्रभु, म त लडाइँ तलवार चलाउनु जान्दिनँ, एबिसिडी पनि पढेको छुइनँ, कालो अक्षर भैँसी बराबर है, स्कुल पनि जानेको छुइनँ, यो जुमको पनि कसरी थिच्छ है मैले जानेको छुइनँ, जुमको अगाडि निदाउँदै भए पनि म बसिरहेको छु भन्दै थियो होला। तर परमेश्वरले भन्ने यो ल तँ गर, आज तैँले मार्दै यसलाई सिसिरालाई तैँले मार्दै हो र प्रभु। हो कसरी मार्नु, त्यो त्यसलाई आउनु मात्रै दिएर तैँले थाहा पाइहाल्छस् है। उसलाई थाहै थिएन एउटा डरलाग्दो शत्रुलाई 1 ग्लास दुधमा पनि मारिदिनु सक्छ भनेर। उलाई त्यही थाहा थिएन उसँग भएको 1 ग्लास दुध नै त्यस्तो डरलाग्दो हतियार रहेछ भनेर। जब परमेश्वरले तपाईँभित्र दायित्वलाई हाल्नुहुन्छ नि, अनि तपाईँलाई समात्नुहुन्छ नि, तपाईँभित्र भएको सानो कुरा पनि यति साह्रो ठुलो हतियार बनिन्छ, तपाईँलाई थाहै हुँदैन। किनभने परमेश्वरले सच टाइम लाइक दिस, यस्तो किसिमको समयको लागि तपाईँलाई तयारी पार्नु भएको हुन्छ। त आजको यो बेलुकी हाम्रो दायित्वलाई हामी पुरा गरौँ। हामी बसेको ठाउँमा अहिले चिसो छ, हामी तातो भएर बसिरहेका छौँ। अहिले तपाईँले पुरा आमेनहरू भन्नुभयो, एकछिनदेखि तपाईँलाई त्यो तातो र चिसोले तपाईँसँग लडाइँ गर्न सक्छ है। तपाईँ बसेको ठाउँहरू पनि त्यस्तै छ, तपाईँ एक्लै छ, कोही ग्रुपमा छ, एकछिनतिर तपाईँलाई फेरि अर्को कता कता जुङ्की जस्तो लाग्छ है। यो प्रार्थनामा अड्किँदै गर्दाखेरि एउटै विषय देख्दै गर्दाखेरि तपाईँलाई कस्तो कस्तो लागेर आउँछ है। तर गिदोनको सेना जस्तै जम्मै सेना परास्त भए, जम्मै सेनालाई परास्त गर्ने कामलाई हामी गर्छौँ। म पनि सोध्छु प्रभुलाई, प्रभु यो त अन्त कत्रो लामो भयो त, कहिले दिनुहुन्छ अर्को लिस्ट कहिले दिनुहुन्छ, भन्दा पनि लाज लागिसक्यो, कति खेप भन्नु भने जस्तै हुन्छ। साँच्चै सिन्सियरली के भन्नु, आज त वचन पनि के भन्नु भन्ने जस्तै हुन्छ। तर प्रभुले हुन्छ तँ गएर बस्न, म तँलाई सिकाउँछु, आई विल टिच यु, डोन्ट वरी, मेरो शक्ति चाहिँ तेरो कमजोरीमा सिद्ध हुन्छ है। परमेश्वरले सिकाउनुहुन्छ, ही विल टिच अस, हामीलाई उहाँले काम गर्न सिकाउनुहुन्छ। आजको बेलुकी हामी हाम्रो दायित्वलाई पुरा गरौँ है। हामी भाग्दै गर्दाखेरि थुप्रो पत्रुसहरूको जीवनमा आएको बुलावट अर्को मान्छेकोमा सरेर गयो होला है। पत्रुसलाई विश्वास त भएन, तर परमेश्वरको राज्यको काम चाहिँ कहिले पनि रोकिँदैन। तर ओबिडियन्सको ठुलो भ्याल्यु छ इटर्निटीमा चाहिँ है। सानो एउटा झिल्का जत्रो कुरा प्रभुले भन्नुभएको छ भने पनि है, त्यो झिल्का जत्रो कुराको पनि आज्ञा पालन यति साह्रो ठुलो हुन्छ। अनि त्यो ठुलो आज्ञा पालनलाई हामीले गर्दै गर्दाखेरि त्यति बेला त्यस्तो देखिँदैन। तर यदि जाहेलले गरेको यो काम पृथ्वीमा यसरी रेकर्ड भयो भने त अनन्ततामा त कत्रो ठुलो रेकर्ड छ है। सो म तपाईँलाई आज एन्करेज गर्न चाहन्छु है, सिसिरा एउटा स्पिरिचुअल फोर्स हो, अदृश्य संसारको है रथ, फलामको रथहरू चलाउने है धेरै घोडा भएको फोर्स हो। तर स्पिरिचुअली जाहेल पनि एउटा यस्तो अनोइन्टेड मान्छे हो जसलाई चाहिँ साह्रै पावरफुल देखिँदैन। तर जब परमेश्वरको अनोइन्टिङ आउँछ उसमा, त्यति बेला चाहिँ उसले यति साह्रो आर्च एनिमीलाई, यस्तो परम शत्रुलाई, जसलाई चाहिँ एउटा ठुलो कप्तान पनि लड्नु पर्सेको थियो, धेरै वर्ष लडाइँ लडेर मिनिस्ट्री गरेर अभियानहरू चलाएर नि अब यो भुत्ता कहाँ दबाउन सक्छु भन्ने मान्छेलाई पनि नि उसले आउटरन गरिदियो है। द्याट वाज द पावर अफ ओबिडियन्स एन्ड द रेस्पोन्सिबिलिटी। हेर्नुहोस् है, दायित्व र आज्ञा पालनको शक्ति चाहिँ त्यहाँ छ। सो आज हामी फेरि पनि दायित्व र आज्ञा पालनको शक्तिलाई हामी पुरा गर्नेछौँ। हुन्छ, तपाईँहरू तयारी हुनुहुन्छ? ओके, जुममा हुनेहरू तयारी हुनुहुन्छ?
ओके तयारी हुनुहुँदो रहेछ युट्युबमा हुनेहरू सबैजना तयारी हुनुहुन्छ अब म यहाँ हेर्दैछु अहिले 419 जना रहेछ अब कतिजना तयारी हुँदो रहेछ अहिले एकछिनमा थाहा पाउँछ यहाँ म सबै तपाईँको एक्टिभिटीलाई ट्र्याक गरिरहेको हुन्छु नि त मलाई त्यस्तो पर्सनल इन्ट्रेस्ट होइन तर भए पनि तपाईँहरूलाई पनि प्रार्थना गर्दै गरेको हुन्छ यहाँ बसेर है सो म तपाईँहरूलाई एन्करेज गर्छु यहाँ हुनेहरू पनि हामीलाई निन्द्रा लाग्छ हामीलाई तातो चिसो भएकोले गर्दाखेरि हामी अनुभव गर्छौँ थुप्रो कुराहरूलाई तर हामी प्रार्थना गरौँ हामी दायित्वलाई हामी पुरा गरौँ परमेश्वरको वचन पढाइ र सुनाइमा परमेश्वरले हामी सबैलाई आशिष गर्नुभएको होस्